नमस्कार, स्वागत छ तपाईहरुलाई अपलम स्पोर्ट्स युट्युब च्यानलमा। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो दिनको रोमाञ्चक खेलमा साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले उत्कृष्ट जित निकालेको छ। सोमबार कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजलाई 29 रनले पाखा लगाएको छ। यो सँगै काठमाडौँ गोर्खाजले लिगमा पहिलो हार चाखेको छ। सुदूरपश्चिम रोयल्सले दिएको 148 रनको सामान्य लक्ष्य काठमाडौँ गोर्खाज 16.5 ओभरमा जम्मा 118 रन बनाएर अलआउट भयो। राम्रो सुरुवात दिन नसकेको काठमाडौँ गोर्खाजले ओपनिङ ब्याट्सम्यान बेन चार्ल्सवेटलाई दोस्रो ओभरमै गुमाउन पुग्यो। बेन चार्ल्सवेट सुदूरपश्चिमका हेमन्त धामीको बलमा विकेट किपर विनोद भण्डारीबाट समातिए। धामीले आफ्नो दोस्रो स्पेलमा भीम सार्कीलाई पनि 12 रनमा समेट्दा काठमाडौँको सुरुवात कमजोर भयो। लगतैको ओभरमा सन्तोष यादव रनआउट हुँदा सुदूरपश्चिम रोयल्स खेलमा हावी भयो। त्यसपछि ओपनर आकाश त्रिपाठी र जोन सिम्पसनले खेल सम्हाल्न खोजे पनि 11औं ओभरमा सिम्पसन 24 रन बनाएको स्थितिमा ईशान पाण्डेको एलबीडब्ल्यूको धरापमा परे। 12औं ओभरमा ओपनर आकाश त्रिपाठी पनि 34 रनमा पेभिलियन फर्किए। उनले सर्वाधिक 34 रन बनाए। आकाशले 30 बलमा 1 चौका र 2 छक्का प्रहार गरे। लगतैको बलमा हरमित सिंहले आदिल अन्सारीलाई पनि एलबीडब्ल्यूको धरापमा पारे। त्यसपछि मिलिन कुमार 11 रनमा र राशिद खान 6 रनमा आउट भयो भने करण केसी पनि 1 रन जोड्दै क्याच आउट भए। अन्तिम विकेटको रूपमा सनी पटेलले 10 रन बनाए। बलिङमा सुदूरपश्चिम रोयल्सका स्कट कुगेलियन, हेमन्त धामी र हरमित सिंहले सम्मान 2 विकेट लिए। त्यसअघि कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा टस जितेको काठमाडौँले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स 147 रनमा अलआउट भएको थियो। खेलको सुरुमै दबावमा परेको सुदूरपश्चिमले पहिलो ओभरमै करण केसीको बलबाट 2 विकेट गुमाएको थियो। पहिलो ओभरको दोस्रो बलमा अस्ट्रेलियन ब्याट्सम्यान जोस ब्राउनलाई करणले शून्यमा एलबीडब्ल्यूको धरापमा पारे भने ओभरको अन्तिम बलमा विनोद भण्डारीलाई पनि भीम सार्कीबाट क्याच आउट गराए। तेस्रो ओभरमा करणले अर्का अस्ट्रेलियन ब्याटर क्रिस लिनलाई 2 रनमा मिलिन कुमारबाट क्याच गराए। त्यसपछि ईशान पाण्डेलाई मिलिन कुमारले 6औं ओभरको अन्तिम बलमा 11 रनमा आउट गरे। पावर प्लेमा सुदूरपश्चिमले 4 विकेट गुमाउँदा 27 रन मात्र जोडेको थियो। लगातार विकेट गुमाएको सुदूरपश्चिमका नरेश साउदले 12 बलमा 6 रन जोडे भने सुदूरपश्चिमको तर्फबाट अर्धशतक प्रहार गरेका हरमित सिंहले 2 चौका र 6 छक्काको मद्दतमा 53 रनमा आउट भए। सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह एरीले 18औं ओभरमा आउट हुनु अघि 30 बलमा 39 रनको योगदान गरे। उनले 3 चौका र 1 छक्का प्रहार गरे। बलिङमा काठमाडौँका करण केसीले 4 विकेट लिए भने राशिद खान, मिलिन कुमार र सनी पटेलले समान 2 विकेट लिए। यस्तै खेल सम्बन्धी जानकारीहरूका लागि अपलम स्पोर्ट्स युट्युब च्यानललाई लाइक, शेयर तथा सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।